आउँदैछ। अर्को कुरा के छ भने अर्को बाँदरबाट नै पैसा उठाउँछ मान्छेले, थाहा छ? पैसा के मात्रै छ, ठक्कै चस्मा टोपी लगिदिनु छ। अनि अब हामीले बाँदर लिए भन्न सकिँदैन। अनि अर्को आउँछ 50 रुपियाँ दिन्छु भने म तेरो चस्मा ल्याइदिन्छु भन्छ हो। हतार दिनु पर्यो नि त, बाँदरमा टोकिसक्छ। अनि ठ्याक्कै 50 रुपियाँ दियो भने उसका अघि बोकेको हुँदो रहेछ झोलामा फ्रुटी, फट्टै बाँदरलाई दिनुपर्छ। बाँदरले सबै चस्मा छोड्दो रहेछ। अनि भरे त उसले 5 रुपियाँ फ्रुटी दिनु रहेछ, 50 रुपियाँ लिन्छ हामीले चस्मा ल्याइदिएको। त्यो कुरा हो। हामीहरूको एकजना साह्रो छिटो पैसा कमाएपछि बाँदरबाट रहेछ, त्यहाँ भगवानबाट भन्दा नि। एकजना फ्रेन्डली मान्छे थिए नि त वृन्दावनमा। गाडी गएर सिटमा बसे कि बाँदर त छतबाट बङ्गे फलान आएर गाडीको सिसा अलिकति खोलेको, बस गाडीको फट्टै चस्मा समातेर निकालिहाल्यो हातबाट, आँखाबाट। अनि लगेर छतमा चढो, छतमा बाँदर गइहाल्यो उफ्रेर चस्मा लिएर गएर यसरी भाँच्न खोज्छ, फेरि हेर्छ आफूतिर, अनि फेरि छोड्छ, फेरि भाँच्न खोज्छ, ल भाँचिगयो नि। अनि केही खिलाउनु दियो, केही खिलाऊ, बिस्कुटहरू केही खिलाऊ भन्न थाल्यो त्यहाँ अरू दर्शकहरूले नि त। अनि लु त भनेर अम्फी र तम्फी गरेर कता बिस्कुट र कता कोल खोज्नु पर्यो नि त। अब छैन, चस्मा त भाँच्नै परि त गयो अब। अनि त्यो पनि अब सम्भवै भएन, धेरै टाइम दिँदो रहेछ त बाँदरले फेरि। अनि यता कोल खोज्यो, कता के खोज्यो, त्यहाँ नजिकै छैन। भरे पिडिकै भाँचिदियो, हेर्दा हेर्दै भाँचिदियो है। के गर्नु कसो गर्नु गर्दा भाँचिदियो। अब भाँचेर तल झारिदियो। अनि मैले भने त्यो आँखा मिलायो चस्मा, चस्माको त एउटा पावर हुन्छ, त्यो ग्लास चाहिँ ल्याऊ, फ्रेम त बनाउँदा भइहाल्छ नि, गिलास केही भएको छैन भनेर। अनि गिलास चाहिँ ल्याए, चस्मा चाहिँ भाँचिदियो। त्यो कुरो सत्य हो। अब मेरो के भयो भने यो टोपी थिएन धन्न, यो मात्रै चिसो समय थियो, यो लगाएको थिएँ। मेरो पनि टोपी फुत्तै निकालेर लगो है। अनि थपक्क त्यो व्यापारी त्यहाँ रहेछ, 50 रुपियाँ तेरो टोपी लिन्छु भने त 20 रुपियाँ त 5 रुपियाँ फ्रुटी दिएर मलाई यहाँ यो बनाएको भनेर म तपाईँले भने जस्तै गरेर फ्रुटी किन्न गएँ। अब व्यापारीले नि के भन्छ भने एउटाले हुँदैन दुईटा लैजा भनौँ, त्यसको पनि त्यहाँबाट छ है। फेरि अर्को एउटाले हुँदैन, एउटा फ्रुटीले कहाँ टेर्छ बाँदर, दुईटाले मात्रै हात छोड्छ, दुईटा हात पक्रिनुपर्छ भनौँ। बाँदर पनि त्यस्तै छन्, दुई व्यापारी त्यस्तै छन्। अनि सम्झिनु पर्यो नि होला त, एउटा हातमा टोपी छ भरे एउटा हातले फ्रुटी सामान सक्यो, सत्य कुरा हो। अनि दुईटा किन्दा भएर त अघि सक्यो नि बाँदरले टोपी त। अनि एभ्रिवेयर पैसा सब पैसा खेल्ने। अनि एउटा ल्याउँछ बाँदरलाई केरा खुवा भन्दै ल्याउँछ फेरि राम्रो यहाँबाट। तर उहाँ गएपछि हकीकत देख्ने। अनि ऋषिकेशमा त्यहाँ मकै बेच्न राखेका छन्, पोलेका मकै। अब हिँड्दाखेरि त अब कहाँ कहाँ भेटिन्छ त्यसो राम्रो मकै त मिठो लाग्छ नि, पोलिया मकै। त्यो दाँत पनि केही भएको छैनन्। अनि मकै किन्यो, खाँदै खाँदै गइयो है, दुईटा किन्यो। किनभने दुईटा खाँदा चाहिँ अलिकति भोक मार्छ नि त मकैले। बिहानी बिहानी खेर छ, माथि बद्री केदारबाट आएको हामीहरू। बाफ्रे बा, बाँदरको त झुम आयो, सबै मकै त के को खाना भ्याइन्छ आफूले, सबै बाँदर खाइदियो। मकै उपानै छैन, लुगा च्यातिदिन्छ, यहाँ चाहिँ झुन्डिन्छ, धम्की दिन्छ बाँदरले। कहाँ लुगै च्यातिदिन्छ, यहाँ आएर गम्मै चढ्छ। अनि बरु मकै दिएपछि त भयो नि त। अनि एउटा मकैको लागि 5वटा बाँदर ढुर्रेका हुन्छन्, एउटा बाँदर लिएर जान्छ मकै चाहिँ। त्यो बाँदर एउटै लिएर जान्छ, 5वटा 6वटा धुरिया हुन्छन् मकैको लागि। अनि बाँच्नै साह्रो पर्छ। त्यो कुरो हो। ऋषिकेशमा मलाई त्यस्तो गरेको छ। अझ त्यहाँ फेरि एउटा बुढो मान्छे थियो हाम्रो। त्यो बुढो मान्छेले प्रसादीहरू पहिले किने। त्यो हुन्छ नि त, यो चिनी गुटी हुन्छ नि, एउटा गुटी सेतो गुटी, त्यसलाई के प्रसादी भन्थे पहिले भने परशुरामको गुटी भन्थे हामी। त्यो परशुराम जाँदाखेरि परशुराम गुटी त भन्थे, पाउडरमा चिनी हालेको मियाको फुल जस्तो हुन्छ नि त हौ, त्यसलाई परशुरामको गुटी भन्थ्यौँ हामी सानो हुँदा। नकुलदाना भन्छ त्यसलाई, भन्न चाहिँ अहिले नकुलदाना भन्दैछ। हामी केटाकेटी कलेज अनि परशुरामको गुटी भन्थे। परशुरामको जाँदा त्यो प्रसाद लिएर जान्थे, पण्डाहरूले त्यो प्रसाद बोकेका हुन्थे। पण्डाहरू घर घर माग्दै हिँड्छन् नि त, यसो टिको लगाइदिएर त्यो दोला गुटी यसो दिन्थे। अलिअलि मिठो हुँदैन थियो, अलि हेत तरिका जिब्री निल्ने खोज्थ्यो नि त। अनि त्यो गुटी साह्रै मिठो हुन्थ्यो। अनि परशुरामको गुटी भन्थ्यो कि हामी सबैले परशुरामको गुटी भन्थ्यो, परशुरामको गुटी भन्थे। अनि परशुरामबाट आउँदाखेरि ल्याएका त्यो परशुराम गुटी, सिधा सिधी कुरा त्यो गरेर अनि उ गर्थ्यौँ।
त्यो बुढाले बोकेको छ एउटा प्याकेट पर्सनल गुटी। अनि अरू के पनि अरू फल न के एउटा पनि थियो कोल हो न त्यस्तै किबाटा थियो। बाँदर सत्य खोसेर लगिदिने हो त्यो अयोध्यामा त। बाँदरले लगी त अरू बुढाको हातमा फुच्चे तान्नु लग कस्तोरी झुक्किएर आउँछ भने फेरि चाल पाउँदा त लगिहाल्छ हौ। उसले त परैबाट हेरिरहेको हुन्छ। अबै बाँदरसँग सकिँदैन।